परमेश्वरले यस पृथ्वीले चलाइराख्नु भएको भने यस पृथ्वीमा किन हत्या, हिंसा, चोरी, डकैती यिनीहरू किन भइरहेको छ? यदि परमेश्वरले चलाइराख्नु भएको छैन भने कसले यो कुरालाई चलाउँदैछ? आज हामी यो जान्नेछौँ परमेश्वरको वचनद्वारा। आज हामी जान्नेछौँ कि यदि परमेश्वरले यस पृथ्वीलाई चलाइराख्नु भएको भने यस पृथ्वीमा किन हत्या, हिंसा, चोरी, डकैती यिनीहरू किन भइरहेको छ? यदि परमेश्वरले चलाइराख्नु भएको छैन भने कसले यो कुरालाई चलाउँदैछ त? आज हामी यो जान्नेछौँ परमेश्वरको वचनद्वारा। धेरैजनाले के भन्नुहुन्छ भने यो पृथ्वी चाहिँ परमेश्वरले चलाउँदै हुनुहुन्छ अनि जति पनि यहाँ रेप भइरह, जति पनि हत्या, हिंसा यो सबै प्रभुले गर्नुभएको हो। अनि एकजनाको डिबेट मैले हेर्दै थिएँ अनि उहाँले भन्नुभएको थियो एउटा मुस्लिमले कि यदि नराम्रो नभएको भए मान्छेले राम्रोलाई कसरी चिन्न सक्थ्यो? अनि अहिले क्रिस्चियनहरूमा पनि यही आइरह्यो कि परमेश्वरले नै रोग बिरामी पठाउनुहुन्छ, परमेश्वरले निको पार्नुहुन्छ, परमेश्वरले नि त्यो रेपहरू गराउन लाउनु भयो। यो सबै नराम्रो काम यो सबै परमेश्वरद्वारा नै भएको हो। अनि यस्तो यस्तो टिचिङ आएको थियो। तर परमेश्वरको वचनले के भन्छ त? कि परमेश्वरको वचनले नि साँच्चीकै यो भन्छ, यो पृथ्वी परमेश्वरले चलाउँदै हुनुहुन्छ अनि यो सबै जति हत्या, हिंसा भइरहेको यो पनि परमेश्वरले गर्नुभएको र आउनुहोस् उत्पत्तिमा उत्पत्ति 1:26मा यसो लेखेको छ। म इङ्ग्लिसबाट पढ्दैछु। एन्ड गड सेड लेट अस मेक मेन इन आवर इमेज आफ्टर आवर लाइकनेस एन्ड लेट देम ह्याभ डोमिन ओभर द फिस। होइन, अब यहाँ पढ्दै गयो नि, यहाँ पृथ्वीमा लेखेको छ परमेश्वरले चाहिँ मान्छेलाई बनाउनु भयो अनि मान्छेलाई के भन्नुभयो? लेट देम, उनीहरूलाई चाहिँ शासन गर्न दिउँ भन्नुभयो कि परमेश्वरले भन्नुभएन कि पृथ्वी बनाऊँ अनि उनीहरूलाई आदि गर्छ, आदि चाहिँ म गर्छु भन्नुभएन। प्रभुले भन्नु उनीहरूलाई गर्न दिउँ। परमेश्वरले पृथ्वी चाहिँ मान्छेको लागि बनाउनु भयो। परमेश्वर पहिले स्वर्गमा हुनुहुन्थ्यो नि, उहाँले पृथ्वी किन चाहियो उहाँलाई? उहाँ त परमेश्वर हुनुहुन्छ, उहाँलाई त्यस कुरा नै आवश्यक पर्दैन। तर उहाँले पृथ्वी कसको लागि बनाउनु भयो? मान्छेको लागि। अनि पृथ्वी कसले चलाउँदछ त? यहाँ के लेखेको छ? लेट देम ह्याभ डोमिन भनेको मान्छेलाई अधिकार गर्न दिउँ रे। यसको मतलब परमेश्वरले यस पृथ्वीलाई मान्छेले अधिकार गर्नको लागि बनाउनु भयो। परमेश्वर आफैले अधिकार गर्नलाई बनाउनु भएन। अब अनि हामीले एउटा के बुझ्नुपर्छ भन्दाखेरि जब पनि परमेश्वरले केही बोल्नुहुन्छ नि त्यो चाहिँ ल भन्छ। यदि हामीले यहोशूको पुस्तकमा हेऱ्यौँ भने त्यहाँ परमेश्वरले भन्नुभयो दिस बुक अफ द ल स्याल नट डिपार्ट फ्रम दाई माउथ भनेको यो बुक अफ द ल। बाइबलले चाहिँ आफूलाई बाइबल कहिले पनि भन्दैन। बाइबलले चाहिँ आफूलाई के भन्छ? बुक अफ ल। यो चाहिँ लको किताब हो। यहाँ चाहिँ परमेश्वरले जे बोल्नुहुन्छ नि त्यो चाहिँ ल हुन्छ। परमेश्वरले जब पृथ्वीलाई हेरेर बोल्नुभयो त युनिभर्समा अर्किरक त्यो चाहिँ एउटा ल भयो। अनि त्यो ल अहिले के हो? ल अफ ग्राभिटेसनल फोर्स। हामीले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि परमेश्वरले जे बोल्नुहुन्छ त्यो चाहिँ ल भन्छ। अनि जब यहाँ परमेश्वरले बोल्नु भएको छ लेट देम ह्याभ डोमिन, त्यो चाहिँ ल बनेको छ। त्यो चाहिँ अब परमेश्वरले आफ्नो ल आफै भङ्ग गर्नुहुन्न। यदि उहाँले आफ्नो ल आफै भङ्ग गर्नुहुन्छ भने उहाँ त दोषी ठहरिनुहुन्छ। तर उहाँ धर्मी परमेश्वर हुनुहुन्छ, यसकारण उहाँले जे बनाउनु भयो उहाँले भङ्ग गर्नुहुन्न। यहाँ के लेख्छ? लेट देम ह्याभ डोमिन, उनीहरूले अधिकार गरोस्। यो पृथ्वी चाहिँ मान्छेले अधिकार गर्नको लागि बनाएको हो। परमेश्वरले त्यो भङ्ग गर्नुहुन्न। कसले चलाइरहेको पृथ्वी? मान्छेले। अब म तपाईँलाई भन्छु, जस्तो यो घर मेरो घर यो जुन बनाउँदै यो चाहिँ ठेकेदारले बनाएको। कसले बनायो? ठेकेदारले। अब मेरो घरमा कुनै नराम्रो काम भयो अरे, मतलब मैले के मूर्खता गरेर मैले एक्सिडेन्ट भयो अरे, तर अनि मैले त्यो ठेकेदारबाट गएर भन्छु अरे कि तपाईँले यो घर बनाउनु भएन, तपाईँले बनाएको घरमा कसरी एक्सिडेन्ट भयो? ठेकेदारले के भन्छ? ल म उपचार गरिदिन्छु भन्नुहुन्छ? भन्नुहुन्न नि। उहाँले के भन्नुहुन्छ? बनाएको पो मैले हो, चलाएको त तैँले हो नि त भन्नुहुन्छ नि। परमेश्वरले नि पृथ्वी बनाउनु भयो, तर परमेश्वरले चलाउनु भएन पृथ्वी। के भन्नुभयो? पृथ्वीको बनाउनु भएपछि लेट देम ह्याभ डोमिन, मान्छेलाई अधिकार गर्न दिनुभयो। यसकारण यो पृथ्वीमा अधिकार गर्ने जिम्मा मान्छेको, अनि मान्छेलाई अधिकार गरिरह। त्यसो भए जति पनि रेप, हत्या, हिंसा भइरह कसले गरेर? यदि मान्छेले चलायो भने मान्छेले गरिरह, यो परमेश्वरले गर्नु भएन। परमेश्वरले यदि आज तपाईँ चाहे क्रिस्चियन होस् चाहे तपाईँ जेसुकै होस्, तपाईँले जेसुकै गर्नु परमेश्वरले तपाईँलाई कन्ट्रोल गर्नुहुन्न। कतिजनाले भन्छ परमेश्वरले सबै कुरा कन्ट्रोल गर्नुहुन्छ। परमेश्वरले कुनै पनि कुरा कन्ट्रोल गर्नुहुन्न पृथ्वीको। यहाँले मान्छेलाई अधिकार गर्ने अधिकार दिनुभयो।
जब प्रभु येशू ख्रीष्टले हामीलाई प्रार्थना गर्न सिकाउनु भयो, के भन्नुभयो? यसरी प्रार्थना गर, हे तपाईँको इच्छा जस्तो स्वर्गमा छ यस पृथ्वीमा पुरा होस्। यसको मतलब परमेश्वरले आफै पुरा गर्नुहुन्न, परमेश्वरलाई कोवर्कर सहकार्य गर्ने व्यक्ति चाहिएको छ। किन मान्छे चाहिएको छ? किनभने परमेश्वरले मान्छेलाई बनाउनु भयो नि त पृथ्वीमा अधिकार गर्न। तर कतिपय थियोलोजी पढ्नेहरूले यो कुरा विश्वास गर्दैन। किन भन्दाखेरि होइन, धर्मले चाहिँ मान्छेलाई अन्धो पारिदिन्छ कि। यसकारण यदि यस्तो कुरा यो बुझ्नु छ भने मान्छे चाहिँ धर्मदेखि सुरुमा, धर्मको आत्मादेखि बाहिर आउनुपर्छ। अनि म तपाईँलाई भन्दैछु, संसार परमेश्वरले चलाउनु भएको होइन, संसार चाहिँ यो अर्थ चाहिँ मान्छेलाई चलाउँदैछ। यसको मतलब जति पनि यो रेप, हिंसा, हत्या जतिसुकै पनि भयो, जेसुकै नराम्रो काम भयो, त्यो चाहिँ मान्छेले गरे हो। जति पनि रोग बिरामी ल्यायो, कोरोना परमेश्वरले ल्याउनु भएन। जब मान्छेले काहीँको मङ्की या चमेरोबाट आउनुभयो भन्छ, त्यो कसले? मान्छेले खाएर ल्यायो नि त, परमेश्वरले खानु भएर आएको होइन नि त। कोरोना होस् चाहे जुनसुकै पेन्डेमिक होस्, त्यो चाहिँ मान्छेले गर्दाखेरि हो, मान्छेको मूर्खताले गर्दाखेरि हो। त्यो मूर्खता शैतानले हाल्यो। तर अयुबको पुस्तकमा त लेखेको छ त, अयुबलाई जब परीक्षा आयो, अयुबले के भन्यो? अनि हामीले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो थियोलोजी जुन परमेश्वरको चित्र छ नि, त्यो चाहिँ अयुबबाट आउनु हुँदैन, त्यो चाहिँ प्रभु येशूबाट आउनुपर्छ। यदि हामीले बाइबलमा हेऱ्यो भने अयुब चाहिँ पहिलो पुस्तक हो बाइबलको। अनि अयुबले कहिले पनि प्रभु येशूलाई भेटेन, अयुबसँग बाइबल पनि थिएन। अब जो मान्छेसँग बाइबल छैन, जो मान्छेले प्रभु येशूलाई नि भेटेको छैन, अब त्यो मान्छेको जीवनमा उहाँले के बोलेको त्यसको आधारमा आफ्नो फाउन्डेसन राखौँ कि प्रभु येशूकोमा। प्रभुले भन्नुभयो मेरो पछि लाग, अयुबको पछि लाग भन्नु भएन, उहाँले भन्नुभयो मेरो पछि लाग। अनि अयुबले के भने, अयुबले के भने, परमेश्वरले मलाई परीक्षा गर्नुभयो। तर नयाँ नियममा जब प्रभु येशू आउनुभयो, अब याकुबको पुस्तकमा के लेखेको छ, लेट नो मैन से व्हेन ही इज टेम्प्टेड आई एम टेम्प्टेड अफ गड, फर गड क्यान नट बी टेम्प्टेड विथ इभिल, नाइदर टेम्प्ट ही एनी मैन। परमेश्वरले कसको नि परीक्षा गर्नुहुन्न अरे। यो चाहिँ नयाँ नियममा प्रभु येशू ख्रीष्ट आउनु भएपछिको प्रभु येशू ख्रीष्ट चेलाले लेखेको। अब म कसको कुरा विश्वास गरौँ? जसले येशूलाई कहिले पनि देखेन, जसले बाइबल कहिले पनि पढेन, त्यो अयुबको कुरामा थियो कि त्यो पुस्तकमाथि जुन प्रभु येशू ख्रीष्ट आउनु भएपछि लेखेको थियो। अब तपाईँको चाहिँ थाहा भएन, म चाहिँ प्रभु येशू ख्रीष्टलाई हेर्छु। प्रभु येशू ख्रीष्टले कहिले पनि बिरामले हेरेर एकचोटि पनि यो कुरा भन्नु भएन कि परमेश्वरले तँलाई यो नम्र बनाउनुको लागि गर्नुभयो, कि तँलाई सही कुरा सिकोस् भन्नेको निम्ति सिकाउनु भयो। एकचोटि नि प्रभुले भन्नुभयो। प्रभुले सबैले निको पार्नुभयो। यहाँ के लेखेको छ? हाउ गड एनोइन्टेड जिजस अफ नाजरेथ विथ द होली गोस्ट विथ पावर, हु वेन्ट अबाउट डुइङ गुड एन्ड हिलिङ अल। सबैलाई निको पार्नुभयो। अल भनेको त्यसको मतलब सबै रोग बिरामीलाई प्रभु निको पार्न चाहनुहुन्छ। अनि के लेखेको छ? हु वर अप्रेस अफ द डेभल भनेको सबै रोग बिरामी चाहिँ शैतानले सताएको, चाहे त्यो एलर्जी होस्, चाहे त्यो जुनसुकै होस्, चाहे त्यो खोकी होस्, ज्वरो होस्, त्यो चाहिँ शैतानले सताएको हो। म तपाईँलाई फेरि पनि भन्दैछु, संसार परमेश्वरले होइन, संसार मान्छेले चलाउँदैछ। अर्थ मान्छेले प्रभुको हो, तर पनि मान्छेले चलाउँदैछ। किनभने प्रभुले मान्छेलाई चलाउने अधिकार दिनुभएको छ। अनि प्रभुले बोल्नु भएको, अनि प्रभुले जे बोल्नुहुन्छ त्यो ल बन्छ। अनि एउटा ल बनेको छ, त्यसमा चाहिँ मान्छेमाथि अधिकार छ, अनि प्रभुले त्यो भङ्ग गर्नुहुन्न। यसकारण तपाईँहरू कहिले पनि यो नसोच्नु कि यो पृथ्वी परमेश्वरले चलाउँदै हुनुहुन्छ अनि यो सबै नराम्रो काम किन भयो? परमेश्वरले चलाएर होइन, मान्छेले चलाउँदैछ, यसकारण यो सबै नराम्रो काम भयो। वचनमा लेखेको छ, उहाँ असल पिता हुनुहुन्छ अनि हरेक उत्तम दान वरदान उहाँबाट आउँछ। उहाँले कहिले पनि नराम्रो काम गर्नुहुन्न, उहाँ पवित्र हुनुहुन्छ, उहाँ चाहिँ असल पिता हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो छोराछोरीको निम्ति जहिले पनि असल गर्नुहुन्छ। तर धर्मले चाहिँ हामीलाई यस्तो अन्ध पारिदियो कि हामी यदि कसैले परमेश्वर कठोर हुनुहुन्छ, उहाँले न्याय गर्नुहुन्छ भन्ने बित्तिकै हामी विश्वास गरिहाल्छौँ। तर कसैले प्रभु दयालु हुनुहुन्छ, रोग बिरामी प्रभुबाट होइन, गरिबी प्रभुबाट होइन, हामी यो त प्रस्पेरिटी प्रिचर हो, यो त शैतानबाट हो। किन भन्दाखेरि धर्मले हाम्रो दिमागलाई करप्ट गरिदिइसकेको छ। वचनमा लेखेको छ, उहाँले हामीलाई सबै कुरा इन्जोय गर्नको लागि दिनुहुन्छ। पृथ्वीमा भएको कुनै पनि कुरा नराम्रो छैन, तर मान्छेले त्यसलाई नराम्रो बनायो। चक्कु नराम्रोको लागि बनेकै होइन, चक्कु त भेजिटेबल काट्नको लागि बन्यो, तर मान्छेलाई काटेर पनि नराम्रो हो। चक्कु आफै नराम्रो होइन नि। त्यसरी नै
पृथ्वी आफै नराम्रो हेर्नु, तर पृथ्वीमा मान्छेले जुन काम गरिरहेको त्यो चाहिँ नराम्रो हो। पृथ्वीमा भएको कुनै पनि कुरा नराम्रो छैन, तर कसरी हामी त्यसलाई युज गर्छौँ त्यो अनुसार फरक पर्छ। त्यसकारण जब कुनै मान्छेले पाप गर्छ या त कुनै नराम्रो काम हुन्छ, कसैले पनि यो नभनोस् कि यो परमेश्वरबाट भयो हो। परमेश्वरले न त आफै गर्नुहुन्छ, यो त सबै मान्छेले आफ्नो लसमा भने कि वासनामा आएर, लसमा आएर यो सबै काम गरेको होस्, चाहे त्यो हत्या होस्, चाहे त्यो हिंसा होस्, सबै कुरा।